साउदी अरबियामा सरकारको निर्णय यस्तो छ र नेपाली एम्बेसीले पनि सूचना जारी गरिरहेको छ कि अनावश्यक भिडियो नबनाउनलाई विकराल परिस्थितिमा यदि तपाईँलाई कुनै समस्या पर्छ भने यो नम्बरमा कल गर्नुहोला भनेर सूचना जारी गरेको छ। र हिमालय एयरलाइन्स नेपाल एयरलाइन्समा आफ्नो डाटाहरू बन्द गराएको छ। अरू एयरलाइन्सले साह्रै भाडा महँगो बनाएको छ। त्यसै बनाएको त होइन, त्यसभित्र जो भइरहेको छ एकदमै डेन्जर छ, तपाईँहरूलाई थाहा छ। तर त्यो साउदी अरबियामै रहने साथीहरूलाई चाहिँ त्यो नर्मल लाग्नु स्वाभाविक हो, किनभने तपाईँहरूले जति मिडियामा देखिन्छ त्यही अनुसार जज गर्ने त हो नि, होइन। बाँकी समस्या पऱ्यो खण्ड यो नम्बरमा कल गर्नु होला। र जो साथीहरू छुट्टीमा आउनुभएको छ तपाईँहरू श्रम स्वीकृति गर्नुहोस्, सबै चिज रेडी गर्नुहोस्, राख्नुहोस्। जब नर्मल हुनेछ फ्याटा टिकट काट्ने जाने। जो तपाईँको रिइन्ट्री सकेको साथीहरू हुनुहुन्छ नि, तपाईँहरूले कम्पनीलाई रिइन्ट्री बुढाउन लगाउनुहोस्। बाँकी भोलि गभर्मेन्टले पनि केही न केही एउटा सूचना जारी त गर्ला कि यति अवधिभित्र रिन्यू जो फेल भएको साथीहरू हुनुहुन्छ यो अवधिभित्र इन्टर गर्नुहोस्, र जो एक्सपायर भएको साथीहरू हुनुहुन्छ यो अवधिभित्र साउदी अरबिया छोड्नुहोस् भनेर सूचना जारी गर्ला। त्यो सूचनाहरू पनि तपाईँ अपडेट हेर्दै गर्नुहोला। बाँकी भिडियो सेयर गर्नुहोला। र तपाईँलाई यदि श्रम स्वीकृति, प्लेन टिकट, राष्ट्रिय परिचय पत्रको लागि फर्म या पुलिस रिपोर्ट या कम्पनी दर्ता कुनै पनि अनलाइन सेवाको लागि मलाई सम्झिन सक्नुहुनेछ। 9749739964 वाट्सएप।